मा योसँग 4 वर्षको जस्तो लाग्छ मलाई हामीहरू यहाँ उपस्थित भएका गाउँसभा भव्य सभ्य रूपमा सफल पारेका र नीति नियमहरू पनि कागजीमा एकदमै खर रूपमा उतारेका र यसलाई कार्यान्वयन गर्ने पक्षमा चाहिँ बारदोसी गाउँपालिका केही चुकेको भन्न चाहन्छु। र अब आउँदा दिनहरू लगभग अन्तिम हुँदै गइसकेका छन् र पनि हामीहरूले सच्चिने र सच्याउने समय हामीमा प्रत्यक्ष रूपमा छ। यिनै कुराहरू हरेक वर्ष यस मञ्चबाट यस सभाबाट उच्चारण नभएका होइनन्, सल्लाह सुझाव नभएका होइनन्, तर पनि तपाईँ हामीहरूमा त्यो विवेक पुगेन कि हामीहरूलाई आउने बजेटै पर्याप्त भएन कि यी कुराहरूले एकदमै गिजोलेको अवस्था छ। आज बर्खायाम सुरु भइसकेको छ। हामीहरूले बजेट योजनाहरू बनाएका किताबमै सीमित रहे, गाउँसम्म ती योजनाहरू पुग्न सकेनन्, विकासहरू पुग्न सकेनन्। तपाईँ हामीहरू त्यो बाटो, त्यो कुना काप्चाका ती गल्लीहरू हिँड्दै गर्दा हाम्रा बाइकहरू स्लिप भइरहेका छन्, तपाईँ हामीले भोगिरहेका छौँ। अदृश्य अनदेखा गरेर हिँड्न आफ्नो ठाउँमा छ, तर काम भन्ने भएका छैनन्। हामीहरूले उपभोक्ता मार्फत काम गर्न सकेनौँ, भएन, उपभोक्ता समितिले पनि काम गर्न सकेन भन्ने एउटा मनसाय बनाएर पालिकाबाटै काम होस्, पालिकालाई नै हामी जिम्मा दिउँ, पालिकाले नै ठेक्का लाओस्, हामीहरूले योजना बनाऊ, होइन? ठाउँमा चाहिँ कुन ठाउँमा कति योजना हाल्ने त्यो योजना हालौँ र त्यो अनुरूपले पालिकालाई नै हामी जिम्मा दिउँ भनेर हामीहरूले जिम्मा पनि लगायौँ। 40-45 लाख 5 नम्बर वडाको मात्र कुरा गर्छु, 40-45 लाख रुपियाँ पैसा काम हुन सकेन। अहिले अन्तिममा आएर जम्मा 5 लाख रुपियाँको ठेक्का लागेको छ अरे, त्यो पनि सुरु भएको छैन। अब कहिले सुरु हुने हो थाहा छैन है, त्यो पनि सुरु भएको छैन नि, त्यही पनि 5 र 6 को अरे, अरू बाँकी त त्यो छैन अरे। अब यस्तै खालको विकास योजनाहरू, बजेटहरू हामीले छुट्याउँदा ठेक्का लागेन भनेर तपाईँ हामीले धर पाउनेवाला छौँ त? गाउँ समाजलाई अनि उपभोक्ताहरूलाई यिनै कुराले तपाईँ हामीले पन्सिन सक्छौँ? यो तपाईँ हामीलाई आफैले गर्ने प्रश्न हो। यति भन्दै गर्दा कुरा आउन सक्छ, महँगी भयो, ठेकेदारले ठेक्का हाल्न सकेन, त्यो भएको कारणले गर्दा काम हुन सकेनन्, यिनै कुरा होला नि हामीसँग आउने। ए बाबा, त्यो उपभोक्ताले, त्यो समाजले, त्यो गाउँले, त्यो जनताले त्यो कुरा बुझ्दैनन् र उहाँहरूलाई त्यसरी बुझाउने पनि होइन। हामीले काम त हामीहरूले छुट्याए बमोजिमको काम त गर्न सक्नुपर्छ, बजेटलाई कार्यान्वयन गराउन सक्नुपर्छ। सकेन बारदोसी गाउँपालिकाले। यो एकदमै खेदजनक छ। कार्यविधि नीति निर्माण गरेर पालिकाले कसरी ठेक्का लाउने हो, तत्कालै बसेर छलफल गरेर विधि विधान बनाएर पनि हामीहरूले लाउनु पर्ने हुन्छ। ठेक्का अलिकति बढाएर पनि दिनुपर्ने हुन्छ। गाउँपालिकाले त्यति गर्न सकेन भने के का लागि गाउँपालिका, के का लागि जनप्रतिनिधि, के का लागि बारदोसी गाउँपालिका जनताका समस्याहरूलाई समाधान गर्न महँगी देखाएर, सरकारलाई देखाएर हामीहरू पन्सिन पाउँछौँ? तपाईँ हामी माथिको निर्लज्जता हो। गाउँ समाजले देख्ने, उपभोक्ताहरूले तपाईँ हामीलाई लगाउने लान्छना भनेको निर्लज्जता हो। यसमा एकदमै दुःख लाग्दो कुरा छ। आज बाटोमा हिँड्दै गर्दा, मैले सुरुवाती क्रममा पनि भने, बाटोमा हिँड्दै गर्दा तपाईँ हाम्रा बाइक चिप्लिएका छन्, तपाईँ हामीले कसैले देख्छ कि भन्दै हिँड्नुपर्ने अवस्था भएको छ। ती कामहरू हामीले गर्नुपर्छ कि पर्दैन? सुरुवाती चरणमा एउटा यो महँगीको कुरालाई मैले थोरै जोड्न चाहन्छु। सुरुवाती क्रममा हामीले यो कृषि यान्त्रिक सामानहरू खरिद गर्दाखेरि त्यो किलोस्कर भन्ने नै चाहिन्छ है भनेर हामीले यहाँबाट जिकर गऱ्यौँ, तर त्यो मिल्दैन, त्यो हुँदैन रहेछ। त्यसरी हामीले तोक्नै मिल्दैन रहेछ र खरिद गर्न सक्दैनौँ भन्यौँ। सक्यौँ पनि ती मोटरहरू लगायौँ। आज घरमा त्यतिकै थन्केर बसेका छन्। तपाईँ हामीलाई कसैले पनि यो मोटर पायौँ भन्ने खालको जस छैन। तर आज विगत 2 वर्षदेखि त किलोस्कर मोटर किनेर राख्यो नि, हामीले जनतालाई बाँडियो नि।
सकिँदो रहेछ नि त गर्न चाहँदा। मेरो भनाइ त्यति नै हो, सकिँदो रहेछ नि त गर्न चाहँदा। आज यी विकासका योजनाहरू, मेटेरियल्सको दाम बढ्यो, ढुङ्गा गिटीको दाम बढ्यो भन्दै गर्दा यसलाई एउटा कार्यविधि बनाएर तपाईँ हामीले गर्न सक्थ्यौँ होला नि, पक्कै सक्थ्यौँ। किनभने त्यो हिजो खरिद गर्न नसकेको मोटर, नमिलेको मोटर आज हामीले खरिद गरेर दिएका छौँ। एकदमै दुःख लाग्दो कुरा छ। युवराजजीले एउटा प्रश्न राख्नु भएको थियो, अलिकति त्यसमा म चाहिँ सहमत रहेन। कतिपय ठाउँहरूमा हाम्रा खाली रहेका जग्गाहरू, सरकारी जमिनहरू त्यत्तिकै रहेकै छन्। त्यसलाई संरक्षण गर्न कसैले संसारी पूजा गर्दै होला, कसैले देवी देवता भाकेको एउटा डाँडो होला, त्यो डाँडोहरू दिनदिनै खारिँदै गएका छन्, सिमानाका व्यक्तिहरूले काटिँदै आइरहेको छ। त्यसलाई संरक्षण गर्नुपर्छ एउटा कुनै नाम दिएर। त्यसमा पैसा हाल्नु हुँदैन, यो हुँदै हुँदैन भन्ने कुरामा त्यो सहमतमा चाहिँ म छैन। किनभने त्यस्ता ठाउँहरूलाई संरक्षण गर्ने कसले त भन्दा सरकार पक्षले नै हो नि। आज हामी सरकार पक्षमै छौँ नि त। त्यसले गर्दा त्यसलाई संरक्षण गरिनुपर्छ। यस कुरालाई अलिकति ध्यान दिएर र चित्त बुझ्दो हिसाबमा मठ मन्दिरहरू राख्नै हुँदैन, त्यसलाई त्यो जीर्ण भएका मठ मन्दिरहरूलाई संरक्षण गर्नै हुँदैन भन्ने कुरा होइन। कसले गर्छ त? त्यहाँ आएर कीर्तन गर्नेहरूले गर्न सक्छन् त? बिचराहरू आज 2500-3000 रुपियाँ घन्टा लगाएर ट्र्याक्टरमा जुताउँछन् अनि मकै छर्छन्। मकैको भाउ 1000 रुपियाँ पैसा। ती किसानहरूले त्यो संरचना तयार गर्नको लागि पैसा हाल्न सक्छन् त? कसले गर्ने त? सरकार पक्षले पनि गर्नुपर्छ। तर कुन ठाउँमा कसरी गर्ने भन्ने कुरा त्यहाँको वस्तुगत स्थिति बुझेर, समाजलाई बुझेर अनि कार्यान्वयन गर्नुपर्ने हुन्छ।